हेलो गाइस, आज चाहिँ मैले मोमोज बनाउने भनेको थिएँ होइन। त्यही भएर मैले आज यसरी बेलेको। अब त्यही पछि म यो चाहिँ हाम्रो पत्ताकोपी भन्छ नि, पत्ताकोपी घिसेर मैले यस्तो बनाइसकेँ होइन। सब्जीलाई मैले यस्तो काटेर ग्रेटरमा घिसेर मैले मोमोजको मसला बनाइसकेँ। अब त्यही पछि म हजुरलाई देखाउँदैछु है। यो चाहिँ हाम्रो भेजिटेबल मोमोज हो होइन। यो एउटा स्टिमर अनि यो एउटा दुईवटा स्टिमर अनि यो हाम्रो तेस्रो स्टिमर चाहिँ तिनवटा स्टिमर चाहिँ मैले बनाइसकेको छु होइन। त्यही भएर म हजुरहरूलाई बताउन चाहन्छु भन्दाखेरि मोमोज चाहिँ कस्तो हुन्छ के हुन्छ म हजुरहरूलाई भन्छु। हाम्रो भिडियो राम्रो लाग्यो भनेपछि हजुरहरूले लाइक कमेन्ट सेयर गर्नु होला। त्यो चाहिँ म यस्तै होइन। आज म चाहिँ घरमा एक्लै हो। म मेरो चाहिँ यस्तो भेजिटेबल मोमोज भनेर आज म बनाएर घर फ्यामिलीहरूलाई पाहुनाहरू आउँदैछन् मन्सोरबाट, एमपीबाट पाहुनाहरू आउँदैछन्। त्यही भएर म यो मोमोज चाहिँ खिलाउने होला। त्यही भएर मैले आज यो यस्तो मोमोज बनाएर हो। अब म यो मोमोजलाई अहिले पकाउँछु अनि पकाइसकेपछि म हजुरहरूलाई त्यसपछि देखाउँछु है। अहिलेको लागि यति नै देखाउँछु। त्यही पछि म हजुरलाई पाकिसकेपछि म हजुरलाई देखाउँछु है। हेलो, यो चाहिँ हाम्रो मोमोज है। यो चाहिँ हाम्रो मोमोज बन्छ अनि यो चाहिँ यस्तो बन्छ अनि यसलाई हामीले पानीमा अहिले बाफ लगाएर बोइल गर्नुपर्छ, हाफ बोइल भन्छन् यसलाई होइन। यो चाहिँ हाम्रो भेजिटेबल पत्ताकोपी मोमोज। अनि त्यसपछि म हजुरहरूलाई देखाउँदैछु। हजुरहरूले हेर्नु होला भिडियो कस्तो लाग्छ हजुरहरू लास्टमा भन्नु होला है। अहिले चाहिँ म हजुरहरूलाई नर्मल देखाउँदैछु अनि त्यसपछि म हजुरहरूलाई बताउँछु कस्तो लाग्छ के लाग्छ। अनि यो चाहिँ हाम्रो गोल चाहिँ मोमोज यस्तो सेपमा आउँछ मोमोज होइन। त्यसपछि हजुरहरूले भन्नु होला। ल अब चाहिँ म हजुरहरूलाई देखाउँछु, म बनाउँछु मोमोज, त्यसपछि म हजुरहरूलाई देखाउँछु है। यो चाहिँ म अनि यो म चाहिँ अब हजुरहरूलाई मोमोज बनाएर देखाउनेवाला छु। हजुरहरूलाई कस्तो लाग्छ के लाग्छ भिडियोमा लाइक कमेन्ट सेयर गर्नु होला होइन। कति हुन्छन् मोमोज धेरै बनाउनेवाला, तर हामीहरूको मोमोज चाहिँ एकदमै राम्रो लाग्छ। हजुरहरूलाई हेर्नु होला है के कस्तो लाग्छ। यो चाहिँ हाम्रो मोमोज। यो चाहिँ अब म हजुरहरूलाई